नमस्ते, यहाँहरू सम्पूर्णलाई स्वागत छ निष्कर्ष युट्युब च्यानलमा। तपाईँहरू अहिले हेर्दै हुनुहुन्छ मकवानपुर गढी गाउँपालिका 8मा रहेको गोलभेडा खेती। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ टनेलमा गोलभेडा खेती गरिएको छन्। पछिल्लो समय यस क्षेत्रका मानिसहरू गोलभेडा खेतीप्रति आकर्षित भएको पनि देखिन्छन् र गढी गाउँपालिकाले यस क्षेत्रलाई तरकारी पक्रेको क्षेत्रको रूपमा पनि घोषणा गरेको क्षेत्र हो। यो बर्खायामको समयमा रहेको छ। भौगोलिक विविधताको कारणले गर्दाखेरि बर्खाको समयमा यहाँ उत्पादित भएका जुन गोलभेडाहरू छ त्यसलाई चाहिँ बजारसम्म लानको लागि भने असहजै देखिन्छ अहिलेसम्म पनि। र अहिले हामीले देख्न सक्छौँ यहाँ लटरम्म गोलभेडा फलेको अवस्था पनि छ र कुनै कुनै गोलभेडाहरू फलिरहेको पनि छ। पछिल्लो समय किसानहरू आधुनिक तरिकाले गोलभेडा खेतीमा चाहिँ आकर्षित भएको देखिन्छ र कतिपय युवाहरू विदेशिएका युवाहरू पनि गाउँमा फर्किएर कृषिलाई चाहिँ व्यावसायिक रूपमा अगाडि बढाउँदै गएको अवस्था पनि छ र गाउँपालिकाको साथ र सहयोगमा यहाँका किसानहरू गोलभेडा खेतीप्रति चाहिँ आकर्षित भएका देखिन्छौँ हामीले र 100 मिटरको टनेलहरू बनाएर गोलभेडा खेती गरेको पनि देख्न सकिन्छ।